हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। फाइनली आज चाहिँ म जस्तो उठेँ होइन, उठेर अब मुख धुनुपर्ने हुन्छ। मुख धुनको लागि धारा हिँडेको छ। बिहान बिहान 6:30 भन्दा पनि 7 बजिसक्यो। अहिले बल्ल बल्ल घरदेखि उठेर आएको छ होइन गाइस। यहाँ चाहिँ हाम्रो घाम लागिरहेको छ। पाखादेखि यसरी घाम आउँछ सर, माथि सुरुमा माथि लाग्छ, त्यसपछि बिस्तारै 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 तल गर्दै यता पनि लाग्छ। अनि हाम्रो घर वरिपरि यस्तै छ गाइस होइन। मेरो भाइ छ। गुड मर्निङ ब्रदर। गुड मर्निङ। हाउ आर यु? What are you doing? Eating walnut. ओखर खाँदैछ। हो भैँसीजी, गुड मर्निङ भैँसीजी, गुड मर्निङ। हाम्रो भैँसी आधा भित्र बसेको छ, आधा बाहिर बसेको छ। अनि घाँस खाइरहेको छ। कि त भित्रै बस्नुपर्छ कि त बाहिरै बस्नुपर्छ। अनि यहाँ चाहिँ हाम्रो पारो छ। ए हाम्रो होस् त, हाम्रो होस्। ठिक छ। गुड मर्निङ भन्। गुड मर्निङ भन्न यहाँ भन्दैन तर। अहिले चाहिँ हामी जङ्गलतिर जाँदैछु काठ ल्याउनको लागि। मेरो ड्याडी आएको थियो तर मेरो ड्याडी कहाँ जानुभयो? वेयर इज माई ड्याड? ड्याडलाई खोज्न जानुपर्छ म होइन। कहाँ जानुभएछ ड्याडी? म चाहिँ खोलै आउँदै थिएँ होइन। मेरो ड्याड चाहिँ कहाँ हराउनु भएछ? वेयर इज माई ड्याड इज हियर। मेरो ड्याडी यहाँ पुग्नु भएछ। म चाहिँ बिस्तारो पछाडि थिएँ होइन। लुकै त भ्यू गाइस वरिपरि तपाईँले देख्न सक्नुहुन्छ। बब्बाल भ्यू है। यहाँनिर जङ्गल छ। यो जङ्गल चाहिँ थुनेको जङ्गल हो। यहाँ चाहिँ हामीले काठ काट्न पाउँदैनौँ। अलिकति माथि जानुपर्छ। मेरो ड्याडीले आसियानी पञ्चर लिएर आउनुभएको। ड्याडी हामी कहाँनिरसम्म जान्छौँ? ड्याडी लेकसम्म जाने हो। मलाई थकाइ लागिसक्यो त ड्याडी नगए हुन्न र ड्याडी। मलाई त थकाइ लागिसक्यो। सो अन्त यो चाहिँ सर्ट केही बाटो मात्र। अझ योभन्दा धेरै बाटो चाहिँ हामीले जानुपर्छ। तर मलाई थकाइ लागिसकेको छ। यहाँ चाहिँ घट्टो रहेछ। ल लेट्स। सो म तपाईँलाई घट्टोको तल के हुन्छ भने देखाउँछु है। घट्टोको तल चाहिँ यस्तो हुन्छ। यो चाहिँ सुग्री हो। यो सुग्री हो। त्यहाँबाट पानीको स्पिड आएर यसलाई चाहिँ घुमाउने काम गर्छ। अब यहाँभित्र हेरौँ। भित्र चाहिँ यस्तो रहेछ गाइस। भित्रै गइदिउँ। भित्र यो चक्का हो। एउटा यो चक्का, यो अर्को चक्का। यसलाई चाहिँ कोठो भन्छ। यहाँबाट गाउँ खसेर त्यहाँबाट यहाँदेखि पिठो आउँछ अनि समात्ने यतातिर हुन्छ। यो हाम्रो घट्टा होइन गाइस होइन। कस्तो घट्टा घुमाउँदै सेमेन्ट हालेर रहेछ नि त। हामी चाहिँ सेमेन्ट लगाएर रहेछ। हाम्रो पनि सेमेन्ट लगाउनु। त्यहाँबाट माथिबाट पानी आउँछ गाइस है। माथिबाट त्यहाँबाट जोडले पानी तल खस्यो भने त्यो पानीको स्पिड चाहिँ बबाल हुन्छ। अब हेरौँ यहाँनिर पानीको कुलो कस्तो हुन्छ भन्ने कुरा है। जसको चाहिँ पानी भइहाल्यो टक्क पानी कुलो। यो पानीलाई यता कट गरिदियो भने चाहिँ स्याट्ट तल जान्छ। अहिले चाहिँ यो पानी तल छ ताकि यो घट्टो चाहिँ क्लोज छ। यो घट्टो अहिले चाहिँ क्लोज छ भन्ने कुरा चाहिँ बुझ्नु पऱ्यो। सो गाइस होइन, यति बेला चाहिँ हामी यस्तो हाई एल्टिट्युड भएको माउन्टेनमा आएको छौँ। हाम्रो गाउँ चाहिँ तलतिर हो। तलतिर केही छैन। पुरै जङ्गलको बिचमा छ। अनि यहाँनिर हाम्रो घरहरू थियो। हामीले चाहिँ मौरी बस्छ भनेर घरहरूमा लागेको थियौँ। हाम्रो घरमा मौरी बसेर पनि कसले उडाइदिएछ, चोरिदिएछ। अनि ड्याडीले सफा गर्दै हुनुहुन्छ। यहाँ चाहिँ अरू घरहरू पनि छ। यसरी यहाँनिर राखिदियो भनेपछि मौरी आएर बस्छन्। अनि हामीले त्यो घर चाहिँ उठाएर घर लगेर त्यो मौरीलाई पाल्छौँ। यस्तो सिस्टम हो खासमा। सो हामी चाहिँ यति चाहिँ बनायौँ है। अझै काट्नुपर्ने हुन्छ। ड्याडीले चाहिँ सरल बोकेर लिनुभयो। मैले चाहिँ यति 3वटा। ड्याडीले आफूले चाहिँ कति लिनुभयो? 6वटा लिनुभयो। मलाई चाहिँ 3वटा दिनुभयो। मेरो ड्याडी हो नि त है। मैले धेरै बोक्न सक्दिनँ जस्तो लाग्छ नि त मेरो ड्याडीलाई। सो जस अब भने हामीले भारी बोकेर घर जानको लागि रेडी भइसक्यौँ। भारी खासै हेभी चाहिँ छैन। म चाहिँ यसरी बोकेको छु। मेरो ड्याडी चाहिँ कता जानुभयो? ड्याडी हराउनुभयो। ड्याडी चाहिँ पानी खान जानुभएको छ। हामी चाहिँ यसरी जाने हो है। लास्ट गाह्रो हुन्छ किनकि लङ ट्रिप हो। धेरै बाटो चाहिँ लामो छ। अब यो चाहिँ अगाडिको जङ्गल यस्तै हो। सो गाइस यति बेला पनि साँझको 5 बजिसकेको छ। अनि हामी जङ्गलदेखि आयौँ, खाना खायौँ। अनि यहाँको यो बनाउन है, यो घट्टो बनाउन हामीले यतिसम्म बनायौँ। एकछिन बनाउँछौँ, एकछिन पानी पर्छ, फेरि पाल टाङ्छौँ, एकछिन बनाउँछौँ, फेरि पाल टाङ्छौँ। बर्बाद गराएर पानीले होइन ड्याडी?
पानीले हाम्रो ड्याडीलाई झनै बर्बाद गराइरहेको छ। अनि यहाँ चाहिँ धारो छ, यो चाहिँ टिमुरको रुखै गाई छ। यो चाहिँ टिमुरको रुख। कसैलाई टिमुर चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ लेससित इनसाइड। मैले चाहिँ मेरो काम चाहिँ यो गाई चाहिँ होइन, यो बनाउने, यो गाह्रो बनाउने, यो गाह्रो बनाउने। अनि जस्ट अरू के दिने भने ड्याडीलाई चाहिँ मैले ढुङ्गाहरू चाहिँ दिने। यो भित्र चाहिँ घट्ट बनाउने हामीले, खासमा बबाल घट्ट भन्छ। यतातिर ढोका छ। सो हजुरहरूले यो रुख देखिराख्नु भएको छ नि होइन गाइस, होइन यो रुख देखिराख्नु भएको छ। यो रुखमा चाहिँ एक कुरा इन्ट्रेस्टिङ कुरा छ। म तपाईँलाई इन्ट्रेस्टिङ कुरा देखाउन गइरहेको छु। वेट फर लास्ट। अलिकति चिप्लो छ नि त, अलिकति ध्यान दिएर हिँडेन भने गर्लेम ढलिन्छ। म यो रुखमा जाँदैछु, हेर्नुहोस् गाइस। सो यो रुखमा त्यस्तो खतरा कुरा चाहिँ केही छैन गाइस, होइन। चराको गुड छ, चरा आइरहेछ। मलाई लखेट्न, मलाई टोक्न, मेरो खोर नचलाइदियो भनेर। र म यसको खोर केही गर्दैन, जस्ट मैले हेर्ने मात्र हो। अनि त्यसपछि गइहाल्छु नि त। सो म चाहिँ रुखमा आइसकेँ होइन। सानो चल्लो रहेछ बिचार, आहा भगवाने है, भगवाने चाहिँ सानो चल्लो रहेछ, धेरै रहेछ। पानी पनि परेछ, सायद यसले चाहिँ ओत लगाउँथ्यो होला। म आएर अलिकति डर माने होला। आमा चाहिँ यहाँ छ। म केही गर्दैन तेरो बच्चालाई, म तेरो बच्चालाई केही गर्दिनँ बाबु। हाम्रो घट्टा यहाँदेखि तल यस्तो देखिन्छ गाइस। र यहाँबाट यो रुखबाट देखिने भ्यू चाहिँ बबाल भ्यू चाहिँ यस्तो हो गाइस। त्यस मजा आइरह।